विशेष धेरै दिनदेखिको जनगुनासोहरू हामीले यहाँ प्राप्त गरिरहेका थियौँ र यो जनगुनासो हामी कहाँ अस्पताल कृतपक्षसँग मात्रै होइन, यो गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल श्रीमान अनिल थापाजी कहाँ पनि पुगिरहेको थियो। दार्जिलिङ जिल्ला अस्पतालमा जसको पनि जन्म भएको थिए अनि जसको पनि मृत्यु भएका थिए, उहाँहरूको धेरै प्रमाणपत्रहरूमा, जन्म प्रमाणपत्र अनि मृत्यु प्रमाणपत्रमा धेरै भुलहरू, इच्छेहरू भुल भएको, कसैको नामहरू धेरै भुल भएको कारण किनभने अस्पतालमा आउँदाखेरि हतारमा भएको हुन्छ, आपतकालीन अवस्थामा आइन्छ अस्पताल आउँदाखेरि धेरैले अब गाउँमा बोलाउने नाम, अस्पतालमा भर्ना भएको समय अस्पतालमा नाम लेख्दाखेरि अत्तालिएर आपतकालीन स्थितिमा कसैले गाउँमा बोलाउने नाममा एन्ट्री गरेको हुन्छ, दर्ता गरेको हुन्छ अनि उहाँको पछि जन्म भइसकेपछि या त उहाँको मृत्यु भयो भनेदेखि चाहिँ त्यति बेला चाहिँ त्यही नाममा चाहिँ रेकर्ड भएर उहाँहरूको प्रमाणपत्र वितरण भइरहेको थियो र यस्तो धेरै असुविधाहरू देख्यौँ जनमानसमा। देख्दाखेरि चाहिँ हामीले आज दार्जिलिङ जिल्ला अस्पतालमा हामीले अस्पताल कृतपक्षसँग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल श्रीमान अनिल थापाजीको निर्देशमा चाहिँ आज हामीले एउटा मिटिङ भर्खरै सक्यौँ। सकेपछि चाहिँ आज एउटा निर्णय भएको छ कि अब हामीले हाम्रो यहाँ जसलाई पनि असुविधा भएको छ र जो पनि दार्जिलिङ जिल्ला अस्पतालमा जसको पनि मृत्यु भएको छ या त जसको पनि जन्म भएको छ, उहाँहरूको कुनै पनि कागजपत्रमा भुलहरू भएको छ भने त्यो सच्याउनको लागि एउटा शिविर आयोजना गर्ने आज निर्णय भएको छ र यो चाहिँ हामीले 3 दिनको लागि राखेका छौँ। त्यो चाहिँ आगामी 23 तारिकदेखि 25 तारिकसम्म हुनेछ र यो 23, 24, 25 सबैलाई बोलाउँदा धेरै भिडभाड हुने अस्पतालमा भएकोले गर्दाखेरि हामीले 23 तारिक जुनमा चाहिँ प्रथममा चाहिँ दार्जिलिङ पुलबजार ब्लकभित्रको जसको पनि समस्या छ, दार्जिलिङ पुलबजार ब्लकभित्रको उनीहरू चाहिँ 23 तारिक बिहान 11 बजीदेखि दार्जिलिङ जिल्ला अस्पतालको यो प्रथम तलामा, जहाँ अस्पतालको हामी प्रथममा पस्छौँ तीबाट माथि पसिसकेपछि ती माथिल्लो तलामा छ जहाँनिर रेकर्ड अफिस छ, त्यहाँनिर नै क्याम्प लगाइन्छ। त्यहाँ आउनु पर्यो। अनि 24 जुनको दिन मङ्गलबार त्यो चाहिँ जरबुङ्लो सुकिया पोखरी ब्लकभित्रको जतिको पनि समस्याहरू छ, जरबुङ्लो सुकिया पोखरी ब्लकभित्रकोहरूको समस्यालाई चाहिँ 24 तारिकको दिन हुनेछ अनि 25 तारिकको दिन चाहिँ हुनेछ रङ्गली ब्लकलाई चाहिँ यहाँ यसरी चाहिँ हामीले विभाजन गरेर चाहिँ यो मिलाउने कोसिस गरेका छौँ र सबैलाई अनुरोध गर्न चाहन्छौँ, यो शिविर तपाईँहरूको जनताको हितको निम्ति, जनहितको निम्ति हामीले सुरु गरेका छौँ। 3 दिनको शिविर र तपाईँहरूको जसको पनि भुल छ, जसको पनि सच्याउनु पर्ने छ, जन्म प्रमाणपत्र अनि मृत्यु प्रमाणपत्र तपाईँहरू कृपया गरेर 23, 24, 25 जुन ब्लकलाई हामीले डिभाइड गरेर यहाँ मिलाइदिएको छौँ, समय स्थान सबै मिलाइदिएको छौँ। त्यो समयमा चाहिँ तपाईँहरू आएर यो तपाईँहरूले नै आफ्नो यति बेला सच्याउने, आफ्नो लाभ उठाउनुहोस् होला भन्ने हामी गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको तर्फबाट हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यो दिन चाहिँ हामीले त्यो जुन भुल भएको प्रमाणपत्र अथवा जन्म मृत्यु पत्र चाहिँ लिएर आउनुपर्ने हो। लिएर आउनुपर्छ र त्योसँग सपोर्टिङ डकुमेन्ट्सहरू जे छ उहाँ चाहिएको कागजपत्रहरू उहाँहरूले लिएर आउनुपर्छ। अनि त्यो दिन कसैले कागजपत्र ल्याउनु भएको छैन उहाँहरूको टिपिन्छ अनि फेरि उहाँहरूलाई के कागजपत्र फेरि चाहिन्छ यहाँबाट भनिनेछ, फेरि त्यो कागजहरू पत्रले चाहिँ सच्याउने कोसिस गर्छ।